सो हे गाइज वेलकम टु माई न्यू ब्लग हैन। अनि आज चाहिँ म हजुरहरूलाई फ्याक्ट्री भित्रको आज पूजा हो। के पूजा भने आज विश्वकर्मा पूजा हो। सो आजको विश्वकर्मा पूजामा चाहिँ हजुर फ्याक्ट्री सहित विश्वकर्मा पूजा पनि देखाउँछु हैन। अनि आज चाहिँ म जान आँटेको फ्याक्ट्रीमा चाहिँ हैन, पानी पर्न आँटे जस्तो छ कि त्यही भएर बसेको। बाख्रा हेर्नुपर्ने हुन्छ, पानी पर्यो भने बाख्रालाई भित्र हाल्नुपर्ने हुन्छ के, त्यही भएर बसेको हैन। अनि त्यही भएर यहाँ बसेको म। अब चाहिँ म एकचोटि फ्याक्ट्री भित्र जान्छु, पानी पर्यो भने चाहिँ फेरि आउँछु हैन। सो अब चाहिँ म फ्याक्ट्री भित्र जान्छु अनि त्यसपछि त्यहाँनिरको पूजा गतिविधिहरू देखाउँछु तपाईलाई। अनि कस्तो लाग्छ भन्नु होला, प्रतिक्रिया दिनु होला हजुरहरूको हैन। अनि अब त्यस्तै योहरू त थाहा भएन हैन। अनि आज चाहिँ म एकदम स्पेशल ठाउँमा पनि जान आँटेको हैन। त्यो चाहिँ कहाँ हो भने आज जाने अब चारपाने जाने काम छ कि स्पेशल भन्दा पनि त्यहाँ पैसा लिनु छ। अनि त्यहाँ जानुपर्ने ठाउँ अब काम छ हैन, त्यहाँ पनि जान्छु म पहिलो। अनि त्यसपछि चाहिँ त्यहाँ पनि गएपछि चाहिँ त्यहाँ जान्छु, पैसा लिन्छु अनि पैसा लिएर आउँछु। सो त्योभन्दा अगाडि चाहिँ यहाँ फ्याक्ट्रीको पूजा छ। अब पूजामा यसो खानेकुरा मिठा के दिन्छन् अनि है त्यो खानुपर्ने हुन्छ। मैले चाहिँ मिठो दिन्छन् अनि मिठो अब मुखमा सुर्नु पर्ने हुन्छ च्वाट्टा पारेर हैन। अनि त्योभन्दा अगाडि चाहिँ सुरुमा एकचोटि म हैन के गर्छु भने अब के गरौँ, सुरुमा चाहिँ म जान्छु अनि त्यसपछि आएर बाख्रा साख्राको के बन्दोबस्त गर्नुपर्ने हो सुरुमा त्यो गर्छु। अनि त्यसपछि चाहिँ अनि म उता जान्छु हैन, प्रसाद खान जान्छु सुरुमा चाहिँ। अनि त्यसपछि उता जानुपर्ने हो। त्योभन्दा अगाडि चाहिँ हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। अब चाहिँ म फ्याक्ट्रीभित्र जान्छु। यहाँ हाम्रो साइकलको चाहिँ अस्त्र पूजा भइसक्यो। यहाँ कोही धुपको यहाँ कहाँ छ, यहाँ धुप यहाँ पूजा भइसक्यो हाम्रो चाहिँ। हामी चाहिँ यतिकै बसिरहेको छौँ। यो चाहिँ एउटा डल्ले हो। तिम्रो नाम के हो भन त? सौरभ। के छ रे? तिम्रो घर कहाँ हो? ताराली कहाँ? बिर्तामोड हो, दुवागढी। अनि कतिमा पढ्छौ? युकेजी। 10 टा गान गाएर सुनाउ त। सारा टुङ्गा फुल्कामी उठ्ने माला नेपाली सार्वभौम फैलिएको मेचीमा हरि प्रकृतिका कोटी सम्पदाको अचार पियालु गटार सारा टुङ्गा फुल्कामी उठ्ने माला नेपाली सार्वभौम फैलिएका मेचीमा काली प्रकृतिका कोटी सम्पदाको तर बिरुवा लगताले स्वतन्त्र प्रसाद चोर्न गएको। जाऊ है, म जादिनँ नि अब। नाइ जादिनँ। बाई। सो हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो भनिदिनु होला। जाउँ न त्यहाँबाट, अब फुदै उठेर जाऊ त। आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो भनिदिनु होला। सो आजको लागि यति नै।